हेलो नमस्ते साथीभाइहरू फेरि धेरै लामो समयपछि फेरि म तपाईहरुको युट्युब च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु र म अहिले चाहिँ यहाँ भर्खरै निगाले फाटाक मेरो गाउँकै बाटोमा बसिरहेको छु है र यो निगाले फाटाको र म चाहिँ यहाँ किन पर्खेको भन्दाखेरि यहाँनिर दार्जिलिङबाट सामान आउँदैछ है स्यामसङ कम्पनीको एउटा ब्र्याकेट छ त्यो म तपाईहरुलाई देखाउने छु है त सामान रिसिभ गरेर चाहिँ म एकजना घरमा जाँदैछु है त्यहाँनिर म इन्स्टलेसन गरेको पनि तपाईहरुलाई देखाउने छु हेरौँ त जाली गाडी आइसक्यो है र मैले यहाँ सामान पनि लोड गरिसकेँ यो ब्र्याकेट चाहिँ नानाको हो यो टिभीको हेरिहाल्नुहोस् ब्र्याकेट चाहिँ कत्रो छ यो चाहिँ ठुलो टिभीको र यो इन्स्टलेसन गरेको म तपाईलाई देखाउँछु अब यहाँबाट चाहिँ म 9 माइल तर्फ जाँदैछु ल यो चाहिँ निगाले माथिल्लो चाहिँ है यो चाहिँ जाँदैछु यो चाहिँ रुटा आइसकेको छु है र अब यो चाहिँ म प्लेग्राउन्ड 9 माइल प्लेग्राउन्ड छेउमा आइसकेको छु अब यहाँबाट चाहिँ भित्र पर्छ 9 माइलको भित्र यो बाघपुरपट्टि 9 माइल बाघपुर ल नानाको घर चाहिँ तब जान्छ अहिले यो चाहिँ नयाँ रोड बनिएको एकदमै दामी बनाएको थियो यहाँनिर लाउनु पर्ने यो ब्लू कलरको छाना भएको घरमा निसा नानाको घरमा सामान दा जो सामान पाउँदैन यो कम्पनीबाट आउँछ नि त अर्डर त्यो बुकिङमा मात्रै दिन्छ कि त्यसले गर्दाखेरि र टिभी इन्स्टल यहाँ गर्नुपर्छ अब यहाँ इन्स्टल गर्ने हो 65 इन्चेस निङसाङ नानाकोमा A few moments later 65 इन्चेस त सानो हुँदो रहेछ 75 भए होइन 75 भए त दामी हुन्थ्यो है पछाडिको पनि उयो हुनुपर्ने क्या के अरे वालपेपर चेन्ज जस्तो त्यो उयो पनि त्यो प्लाई छोडेर लु 65 इन्चेसको टिभी इन्स्टलेसन भइसकेको छ है नानाकोमा नि 6 अझै यो पनि नलैजाउँ भनेको 75 लैजाउँ भनेको थियो ए उ के रे 55 ए 55 त झन् बेला देख्छ तपाईँले त त्यो 55 भएको त त्यो साइड साइडको बर्डर छ नि त्यहाँ त फुल राख्नै बनाउनु पर्थ्यो आजले कोठामा नि कोठा कोठामा हुँदैन बुके बनाउनु पर्छ अब चाहिँ यहाँ सेटअप हुँदैछ मेरो नयाँ हो नि यो त नयाँ च्यानल नि अब एकदम खालि म यस्तोकै ज्ञान मात्रै दिन्छु अब सबलाई यसमा चाहिँ तपाईँको स्यामसङ टिभी प्लसको हो बोले अब साउन्डबार पर्दैन 40 वाट हो नि त 40 वाटको हो कि पर्दैन के गर्ने ल इन्स्टलेसन पनि भइसक्यो यहाँ नानाकोमा ब्लुटुथमा पनि कनेक्ट गरिदिइसकेको छु है अहिले चाहिँ मैले तपाईँको 65 इन्चेसको टिभी इन्स्टलेसन गरेर चाहिँ अब म घर जाँदैछु है र नानाको 65 इन्चेसको टिभी चाहिँ तपाईँको डिलर अश्विन भेराइटी स्टोरबाट लिएको रहेछ तर त्यसको म प्राइस भन्न सक्दिनँ किनभने यो एउटा प्राइभेसी पनि हो त्यही भएर यसरी म तपाईँहरूको स्यामसङको चाहिँ हरेक तपाईँले कहाँबाट ल्याउनुहुन्छ स्यामसङ सिलगढी दार्जिलिङ कुनै पनि एरियाबाट ल्याउनुहुन्छ र लोकेसन चाहिँ मिरिक परेको छ भने चाहिँ त्यहाँनिर चाहिँ म आएर इन्स्टलेसन गर्नेछु यदि तपाईँहरूको कल त्यसरी आएको छैन भने चाहिँ तपाईँहरूले मलाई डाइरेक्ट कल पनि गर्नु सक्नुहुन्छ म डिस्क्रिप्सनमा मेरो नम्बर दिइहाल्छु र यसरी नै तपाईँहरूलाई म स्यामसङको प्रडक्टको बारेमा केहरू बताइरहनेछु थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट ब्लग